त आज धेरै दिन बाद भिडियो आइरहेको छ। यसको रिजन भनेको चाहिँ अर्को च्यानलको उपर काम भइरहेको बाँकी आजको यो भिडियोमा सिक्ने क्यापकटबाट कसरी एडिट गर्ने। क्यापकट बजार धेरैजना मान्छेले डाउनलोड त गरेको छ, तर क्यापकटलाई प्रयोग गर्न धेरै जसो मान्छेलाई आउँदैन। त आज हामी यही चिज सिक्ने हो, क्यापकटलाई कसरी प्रयोग गर्ने। त जल्दी भिडियो हेर्दा सो अब म सिकाउँछु कसरी गर्ने हो। त न्यू भिडियोमा जाने, न्यू भिडियोमा गएपछि एउटा भिडियो चुज गर्ने। मैले यहाँ फर इक्जाम्पल फ्री फायरको भिडियो चुज गरेँ। त अब यहाँ एडमा क्लिक गरेर यो भिडियो आइसक्यो अब यता हाम्रो, होइन। अब यस पछाडि यो एडिटिङ छ। यो एडिटिङ यो धेरैजना के गर्छन् कि यो जो सबभन्दा लास्टको यो हुन्छ नि, यो सबभन्दा लास्टको यसलाई त्यत्तिकै छोडिदिन्छन्। जसको कारणले के हुन्छ भन्दाखेरि यस्तो आउँछ, लोगो बाहिर आउँछ। त यो लोगो हटाउनेको लागि हामीले यसलाई डिलिट पनि गर्नुपर्छ। अनि त्यस पछाडि अब भिडियोमा बेसिक चिज लाइक भिडियोको आवाज राम्रो गर्नु पर्यो। यसको लागि यो भिडियोमा क्लिक गर्ने, भिडियोमा क्लिक गरेपछि यता जाने, यता थोरै यतानिर हामीले यता स्क्रोल गर्दै जाँदा यहाँ हामीलाई भेटिन्छ भिडियो, होइन भिडियो क्वालिटी भेटिन्छ। अब यसको कारणले चाहिँ के हुन्छ भन्दाखेरि भिडियो क्वालिटी राम्रो हुन्छ। अब फिल्टरमा आने, फिल्टरमा आने 4K फिल्टर अनि यसलाई इनेबल गर्ने। म चाहिँ 4K युज गर्छु, 8K पनि युज गरे भयो। अब माथि हेर्नुहोस् है भिडियोमा कस्तो धेरै फरक आउँछ। यहाँ पहिले यस्तो घन्टिया भिडियो थियो, यस्तो सेतो सेतो थियो, यहाँनिर कस्तो राम्रो भिडियो भयो। अब यो भिडियोमा हामीले अझै एउटा चिज गर्नुपर्छ, जो के हो यो भिडियोको रेसियो चेन्ज गर्नु पर्यो। किनभने यो युट्युबको साइजको छैन। त युट्युबले मार्क गरेको साइजको लागि हामीलाई एस्पेक्ट रेसियोमा जाने। यस पछाडि यहाँनिर हामीलाई 9:16 भेटिन्छ। सरी 16:9 यो छ नि, यो युट्युबको लोगो भयो। यहाँनिर क्लिक गरौँ 16:9 अनि यहाँ फेरि त्यो भिडियोमा क्लिक गरौँ र त्यस पछाडि यसलाई थोरै हातले जुम गरौँ र त्यस पछाडि यसलाई फिक्स गरौँ यसरी। र अब चाहिँ यो भयो हाम्रो युट्युबको साइजको। अब यस पछाडि के गर्ने भन्दाखेरि अनि त्यस पछाडि फेरि भिडियोमा क्लिक गर्ने, फेरि भिडियोमा क्लिक गरेर यहाँनिर इन्हेन्स भोइस भेटिन्छ सबभन्दा लास्टमा, यहाँ जाने। त्यस पछाडि यहाँनिर इन्हेन्स भोइसमा जाने। इन्हेन्स भोइसमा गएपछि यहाँनिर एकछिन पर्खिनुपर्छ। अनि एकछिन पर्खेपछि यो हाम्रो जो आवाज हुन्छ त्यो आवाज अगर तपाईँ अब सुरुवातमा त कोही पनि युट्युबरसँग माइक खरिदिँदा पैसा हुँदैन, त्यही भएर यो सिचुएसनमा इन्हेन्स्ड भोइसले धेरै मद्दत गर्छ। अब यहाँनिर अरू पनि धेरै चिज छन् एडिट गर्ने, लाइक यहाँनिर हामीले यहाँ इफेक्ट्स बाहिर हाल्न सकिन्छ, होइन। भिडियो इफेक्ट्समा गएर यहाँ हामीले बहुत सारी इफेक्ट हाल्न सक्छौँ, लाइक सेक वेक भिजेन्डा भजेन्डा पता नि क्या छन् यहाँ पर बहुत सारी इफेक्ट्स बाहिर। अडियो यो अडियोवाला चाहिँ सेटिङ छ हाम्रो यहाँ मुनि। यो अडियोवाला सेटिङ हाम्रो लागि बहुत ज्यादा इम्पोर्टेन्ट छ। किनभने यसको द्वारा हामी जुन चाहिँ यहाँनिर धेरैवटा चिज गर्न सक्छौँ। एक्सट्र्याक्टमा क्लिक गर्ने, एक्सट्र्याक्टमा क्लिक गरेर हामीले लाइक कोही पनि म्युजिक खोज्ने। मैले चाहिँ यो म्युजिक चुज गरेँ। अब यो म्युजिकलाई चुज गरेपछि अब एकछिन लोड हुन्छ यो म्युजिक। यो म्युजिक लोड भएपछि यहाँनिर भोल्युम भन्ने आउँछ, भोल्युममा क्लिक गर्ने, VOLUME भोल्युम भनेर आउँछ, त्यहाँ क्लिक गर्ने अनि क्लिक गर्ने भन्ने दबाउने। अनि त्यस पछाडि यहाँनिर यसलाई थोरै सेट गर्ने, लाइक मैले चाहिँ यहाँनिर यसलाई ब्याकग्राउन्ड म्युजिकलाई चाहिँ 3 या फिर थोरै मोटिभेसनल म्युजिकहरू छन् भने 5 भन्दा उता लग्नु हुँदैन। बाँकी अहिले चाहिँ एउटा मोटिभेसनल म्युजिक जस्तै हो, त्यही भएर म यसमा 5 मा लग्छु। तर जर्नली 3 मा लगे हुन्छ। फ्री फायरको भिडियोजहरू बनाइन्छ भने 3 मा लगे राम्रो, होइन। अनि यो जो हुन्छ यो यताको यो जो यसरी काटे पनि हुन्छ, यो बिचको भाग चाहिँ सबभन्दा राम्रो भाग हुन्छ, साइडको भाग काटे पनि हुन्छ। म चाहिँ यहाँ काट्छु, नकाटे पनि भयो, अब तपाईँको खुसी अनुसार हुन्छ यो। अनि यस पछाडि यहाँ रेकर्ड भन्ने हुन्छ। यो दबाएपछि चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको आवाज तपाईँ रेकर्ड मलाई गर्नु छैन, म बन्द गर्दै यसलाई र यसलाई मैले डिलिट गर्दै, किनभने मलाई यो बनाउनु छैन। अब अरू पनि धेरैवटा छन्, लाइक टेक्स्ट हाल्न मिल्छ। टेक्स्ट गऱ्यो भने चाहिँ के हुन्छ भन्दाखेरि यहाँ हामीले केही पनि लेख्न सक्छौँ हाम्रो भिडियोमा। टेक्स्ट गऱ्यो भने चाहिँ यस्तो आउँछ। अब हामीले जे पनि लेख्छौँ यो यता आउँछ। अब यसको स्टाइल भएर चेन्ज गर्नु छ, यहाँ स्टाइल छ नि, यो स्टाइल्समा क्लिक गर्ने। स्टाइल्समा क्लिक गरेपछि यहाँनिर हामीलाई धेरैवटा अप्सन्सहरू भेटिन्छन्, लाइक यो, होइन, यो अनि शान्तिको यो यसले शान्ति देखाउँछ भनेर मानिन्छ, होइन। अनि यस्तै हालको चिज हो। बाँकी यसलाई अहिले नहटाउँ कि हटाउँ, ओके हटाइदिउँ। अहिले फिलहाल हाम्रो लागि बाहुडी पुँछ चिजहरू अनि इफेक्ट्स गएर मैले भनिदिइहालेँ। अब यो ओभरलेको कारणले चाहिँ के हुन्छ भन्दाखेरि एड ओभरले गऱ्यो भने, अब ओभरले गरेर एड ओभरले लाइक ओभरले चाहिँ मैले के को गरेँ भन्दाखेरि के को ओभरले गरेँ ल फेरि पनि फ्री फायरकै भिडियोको ओभरले गरेँ। अब ओभरले गऱ्यो भने चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो स्क्रिनमा यो आउँछ। अनि यसलाई कम गर्नेको लागि यहाँ हाम्रो यता देखिन्छ नि एउटा स्क्वायर, एउटा
एउटा स्क्वायर देखिन्छ, त्यो स्क्वायरबाट हामीले यसलाई सेट गर्न सक्छौँ र यसरी यता राख्दा पनि भयो हैन। यो यसको लागि पनि काम आउँछ यो। अनि यो अब यहाँ अरू पनि धेरै अप्सन छ। अनि अगर तपाईँलाई पीसीको लागि पनि चाहियो, डेस्कटप या फिर ल्यापटप्सको लागि पनि चाहियो भने तपाईँ मुनि कमेन्ट गरिदिनु र म त्यसको लागि पनि भनिदिन्छु। तर धेरै असम मान्छेहरू मोबाइलबाटै एडिट गर्थे, पहिले पनि म मोबाइलबाटै गर्थेँ। अहिले त मसँग छ धेरै बढिया चिजहरू, धेरै बढिया त के नि भन्नु, तर छ अहिले मसँग धेरै चिज। बाँकी अरू पनि धेरै छन् सेटिङ्स। अब भयो हाम्रो ओभरले सेटिङ्स पनि देखाइसक्यो। अब बारी छ फिल्टरमा पनि त्यही हो, 4K फिल्टर, भिडियो क्वालिटी यो सब चेन्ज गर्न मिल्छ यहाँबाट पनि। अनि यहाँबाट एडजस्ट भन्ने अप्सन हाम्रो कामको केही पनि छैन। अब स्टिकर्स भन्ने कामको छ। अब तपाईँलाई केही स्टिकर चाहियो, लाइक मलाई मेरो भिडियोमा एरो चाहियो भने यहाँ एरो सर्च गर्नु पर्यो, एरोज आउँछ। अनि एरोजमा यहाँ हामीले जुन चाहिँ धेरैवटा एरोजहरू देख्न सक्छौँ। यो एरो लगाउन हामीले यो एरोमा क्लिक गरेर हाम्रो स्क्रिनमा यो एरो आइहाल्छ। अहिले यसलाई हटाइदिउँ। अब अर्को चिज पनि म तपाईँलाई देखाउँछु यहाँ, लाइक मलाई मुनिनेर लगाउनु छ, प्लिज सब्सक्राइब माई च्यानल लगाउनु छ। त यति बेला यस्तो गरेर यहाँनिर जुन चाहिँ सब्सक्राइब माई च्यानल छ नि, अब यसलाई मुनि हालिदिने। तर अब यो जो बटम छ, यो बटमबाट अब हामीले यसलाई यताउता सार्न पनि सक्छौँ यसरी। जसको कारणले के भयो भन्दाखेरि यो कम समयको लागि मात्रै रहन्छ। त यो सबै हुन्। अनि अब के भन्छ, फिल्टर बारे भनिदिइहाल्यो, एडजस्ट स्टिकर सतक भनिहाल्यो। त यो मात्रै हुन् हामीले एडिट गरेको बेला। अब भिडियोलाई एक्सपोर्ट कसरी गर्ने, भिडियोलाई एक्सपोर्ट गर्नु छ भने यहाँ तपाईँलाई सबैभन्दा माथि एउटा बटन देखिँदैछ होला नि, एक्सपोर्टको देखिँदैछ। ओके, देखिँदैछ भने क्लिक गर्ने एक्सपोर्टमा क्लिक गरेर। अब एक्सपोर्टमा म अहिले एक्सपोर्ट गर्दिनँ, किनभने धेरै जसो मान्छे के हुन्छ भन्दाखेरि एक्सपोर्ट हुँदैन भिडियो, किनभने तिनीहरूलाई देखाउँछ कि पैसा लाग्छ। तर यो सिचुएसनमा के गर्नुपर्छ भन्दाखेरि यो सिचुएसनमा चाहिँ तपाईँले मोबाइलको स्क्रिन रेकर्ड अन गर्ने, अनि त्यस पछाडि यसरी स्क्रिन रेकर्ड गर्ने र एउटा इनसर्ट भन्ने एउटा चिज हुन्छ, जसको कारण म अर्को भिडियो बनाउँछु। बस तपाईँको कमेन्टको जरुरत छ मलाई, बाँकी म त्यतिकै नै बनाइदिउँला। ओके, त यो सबै हुन्। अनि यो जो बटम छ, यो बटमबाट हामी अन्डो बाहिर गर्न सक्छौँ भनेको हामीले गरेको चिजहरूलाई ब्याक यो सब गर्न सक्छौँ। बाँकी यही हो होइन। अब यहाँ बुझ्नुपर्ने केही पनि छैन। यही हुन् बेसिक चिज क्यापकर्टमा बुझ्नुपर्ने। यो बटमबाट हामीले यसरी यसलाई माथि गर्न सक्छौँ होइन, यसरी ठुलो स्क्रिनमा देखाउँछ यो। अनि अरू केही पनि छैन। त आजको लागि यति नै। अब हामी भेटौँला फेरि अर्को भिडियोमा, सायद होइन, अर्को भिडियोमा भेटौँला। बाँकी आजको लिए यति नै। अब बाई बाई।